गाइस हेलो वेलकम छ हाम्रो युट्युब च्यानल फेसबुक आइडी अनि फेरि भएन टिकटक आइडी किनकि हामी अर्का जान लाग्छौँ किनकि मेरो दसैँको चाहिँ अर्काको पहिलो भ्लग हो हैन तपाईँले माया गर्दैन नि त्यही भन्छु हाम्रो साथमा गेस्ट काजी छन् भने होला आदि एडिटर हैन केही जस्ट दुई चार शब्द गाइस हैन सबैजनाले लाइक कमेन्ट शेयर टक्क धुमधाम दबाएर पेलेर गर्नु पर्यो हैन सपोर्ट गर्नु पर्यो अर्काको भ्लग हिजोको भ्लग नि हिजो कस्तो भयो हिजो भ्लग चाहिँ बवाल हिजो चाहिँ बवाल भयो हैन भ्लग चाहिँ आउँछ हैन लाइक कमेन्ट गर्नु होला डिस्टर्ब भइरहेर अब ल गाइस हामी चाहिँ अर्काको भ्लग यस्तो दामी दामी आउँछ किनकि मैले भनेर आएको थिएँ नि त अहिले मेरो 3टा मेरो फलोअर्स र जसले उ गर्छ नि त्यसलाई गिफ्ट दिने भन्दा किनकि मैले गिफ्ट लिएर आएको छु आउनुलाई भेटौँला हैन अनि आदिशलाई चाहिँ एउटा च्यालेन्ज दिँदैछु हैन आदिश तब तिमीले चाहिँ अरू मैले भिडियो पोस्ट गर्छु टिकटकमा त्यो टिकटकमा कम्प्लिट गर्यो भने तिम्रो लागि स्पेसल गिफ्ट हुनेछ ल है गाइस ल मेरो च्यालेन्ज सबैले मिलेर कम्प्लिट गर्न सहयोग गर्नु होला है 40 लाइक लिनु पर्यो हैन किनकि म अब भोलि म जाँदैछु उतातिर भनेपछि म आएर गिफ्ट दिन्छु हैन किनकि अरूलाई भन्दा नि आदिशलाई सपोर्ट गर्नु होला मैले त्यही भन्छु किनकि आदिश चाहिँ विनर हुनु पर्यो के हाम्रो उसको डन्डाहरू कहाँ लियो त यस्तै म बोल्ने मन त मसँग नि छैन यस्तो रिस उठेको थियो के गर्ने भ्लगमै आयो अहिले जामिन होइन जामिन गाडी रिजर्भ गरेर अरू त होइन नि अरू नि हो जस्तो लाग्छ के अरे यताहरू अरूको गर्लफ्रेन्डहरू यता सन्ध्याको 80,000को न्यार नयाँ पनि टाउको देखिन्छ यस्तो त नपाएर होइन अर्काको एयरपोर्टमा आइयो होइन यो चाहिँ सन्देश यता छ भने अर्कामा छौँ हामी गाडीको पाइहाल्छ किनकि मेरो फर्स्ट टाइम हो नि त प्याराको होइन सरी दसैँको के कस्तो हुन्छ हम चल रहे जंगल में मंगल करने होइन काम त घरमा आइपुग्यो यहाँ बाटो होइन यता आएको बाटो त मुनिबाट बाटो होइन यता होइन यता हुन्छ गता यो गाइस हामी यता मोटर बाटो आएको को यहाँ सक्यो मोटर बाटो यहाँ सक्यो ए यता आउँछ यता ए हामी अर्काको जाममा पऱ्यौँ गाइस होइन यहाँ त हो नालीमा गएँ म ओ नाली छ यता नै छ ए अगाडि जान पाइन्छ पाइन्न ए मेरो केटा हरायो लास्टै जाम छ केटा हो बवाल नै जाम बवाल आउँछ भ्लग टेन्सन नगर्नु गाइस हामी अहिले पुग्नु पर्ने ऊ माथि हुन्छ होइन कालीलाई छोटा दिँदैन म होइन दिन पनि हुन्न यस्तो जाम लाग्यो के त्यही भएर गाडी नपा हामीलाई होइन होइन क्यारी नछोटा बिचारा बस्दा कति वर्ष गर 15-16 थियो धेरै बाबा अनि केटी मान्छेलाई साडी लाउँदा बवाल देखिन्छ कि मेरो गर्लफ्रेन्ड पनि साडी लाउनु परोस् त्यो प्यान्ट लाउनु परोस् त्यही भन्छ केटा अनि हामी होइन कहाँनिर पुग्यो थाहा छैन अगाडि बाटो छ जस्तो लाग्छ पानी हेर त कति राम्रो अब मसँग त 3 पानी छ कि ए लो भाइ काजी सो गाइस तपाईँले यो गेट देखेर थाहा पाउनु भयो होला ओए मान ए हामी पुग्यौँ अर्काको गेटैमा यिनी नानीहरू कति राम्रो छ यता आऊ मेरो आएर न मेरो टिटिन्टे बुढी अरे अब नै अब आफै मेरो भान्जाले भने टिटिन्टी मामा हाल्दै कि भने अर्को हुन्छ
ए यिनी नानीको धेरै हिँडेका भाला होइन यहाँनिर अलिअलिमा आएको थियौँ पनि बाहिरमा यहाँ बगाल छ कि हामी फोटोसुट गरेको यहाँ हो भने आज चाहिँ हाम्रो अगाडि चाहिँ 1 घन्टाको गर्लफ्रेन्ड छन् तर कसका गर्लफ्रेन्ड थाहा छैन कसको गर्लफ्रेन्ड थाहा छैन गाइस उहाँले 1 घन्टा गइछन् अब ए तल हेरो सन्धिखरका बजार छ होइन यस्तो बगाल छ कि ए कति राम्रो आन्टीहरू हुनुहुन्छ है आन्टी बिफ ख्यान ए हुन्छ यार मेरो छोरी जस्तै हुनुहुन्थ्यो ए आई लभ यु भन्छ घाम फालम चाउमिन कपालजी मलाई आई लभ यु भन्नुहुन्छ घाम फालम फाइनली गाइस सरको घाँस काट्न आइयो यहाँ अगाडि हेर्नुहुन्छ भने सायद यिनीलाई त चिन्नु भयो होला कसै जहाँ कतैले चिन्नुहुन्छ भने नामलाई बाने हाई बाई भनिदियो न हाई भन्दा बाई भनिदिने हो करा ओइ कसको खबर हो साइड गरेर राख मासलाई बाटोबाट बन्द गरेर भाग हामी निजोले अब अर्का पनि हामी पुग्न आँट्यो तर यिनी हामीलाई तिनवटा यिनी कसका गर्लफ्रेन्डहरू होइन यिनी भेटेर चाहिँ हामीलाई सहिलो भयो होइन कसको यिनीहरू ए बवाल छ त यार सो गाइस फाइनली हामी अर्को पनि आइपुग्यो होइन हुन्छ भने यसो कसैले बिग फ्यान भनिदिनु होला खुसी लाग्छ ए हाम्रो काजी अगाडि हिँडेको कसका बुढीहरू हराएर खानु यता खाने है अर्कैसँग डेटिङ बसिरहन् ए हामी आइपुग्यौँ अर्को है यो कति राम्रो हुनुहुन्छ आयो फोटोमा यसो ए के हो के गरेको ए भगवान् झन्डी मारिदिनु यार मामाहरूले पनि साइड आउँदा नभन्ने भएर त ए हामी पुग्यौँ अर्को आयो ल ए सिधै आइसिलो होला बल पापाको परिवार मेकअप गर्दा कति राम्रो देखिने भाइ उताडो जाने उताडोको गाइस हमारे ब्लॉग में हाय बोलो हाय ए हामी फाइनली अर्को आइपुग्यो ठिकै छ सिधै गाइस अर्को हात्ती अर्को बाटो ल हामी फाइनली अर्को हात्तीबाट सरी सुब्बाबाट हिँड्दै आयो ए बच्चा रोइ ए बच्चा नरम है ए हामी फस्यौँ ल फाइनली अर्को बाटो है गाइस मन्त्री त छैन त यार केटा हो ए कोही त छैन मेरो गर्लफ्रेन्डहरू तपाईँ त होइन है ए अहिले अर्को बाटो है कुक आउनु है यसो अर्कामा ओहो भदन रहेछ ल नाचौँ ल हो मलाई अरू छैन एउटा गर्लफ्रेन्ड राम्रो हो भदन चाहिँ बगाल होइन ए हामीलाई देखेर तपाईँहरूले भन्नुहुन्छ नि भ्लग बनाउनु कति सजिलो छ भनेर ट्याक्क फोन यस्तो समात्नु ट्याक्क बनाउनु अगाडि यस्तो आफूलाई मात्र होइन यस्तो पनि देखाउनु ल आन्टीहरूलाई अरे अङ्कलहरूले हेर्नुभयो भने हो मेरो बुढी त अगाडि आइज भन्नुहुन्छ ए कति राम्रा यहाँ त म फर्स्टचोटि हो होइन तपाईँले हेर्नुभयो होला किनकि म आउन त आएको थिएँ बट यो मेलामा चाहिँ आएको थिएन होइन मेलामा चाहिँ फर्स्टचोटि हाम्रो अर्काको
अब एउटी माइती खोजिदिने भने अब उता जानुपर्ने हुन्छ यता मलाई देखाउ न वेलकम टु न्यू भक्ते भ्लगमा हामीलाई स्वागत छ सरी अङ्कलहरू हामीले त्यो जानेर डिस्टर्ब गरे होइन अब बिचमा आएको होइन यो हामी जानुपर्ने हुन्छ ओहे डनहरू यार आफरे डनहरू भयो हामी त आएन घरको बिचमा चिन्दै यस्तो खान होइन यो गाइस अब हामी अगाडि गएर हुन्छ तर साउन्ड आयो होला नआयो होला यसमा मैले हेरेको छैन होइन बट अगाडि गएर मैले माइक युज पर्ने हुन्छ किनकि यो अगाडि केटाहरू पनि छन् यो हामी हिँड्दै सन्धिखर्कबाट यहाँ पुगे हो त्यो गाइस सबैले मलाई यदि चिन्नुहुन्छ भने आउनु होला सन्धिखर्क भेट्दैन मसुरेको पाटा होइन ठिक छ सिधै है गाइस फाइनली हामी यो मसुरी पाटा भन्ने ठाउँमा आयौँ मसुरी पाटामा त्यस्तो मसुरी केही छैन यहाँ नयाँ मान्छेहरू देख्न पाइन्छ त्यही नै हो रहेछ अरू केही हुन्छ है त्यही आदिश सर 2-4 शब्द गाइस हामी चाहिँ फाइनली मसुरीबाट आएका छौँ होइन अब चाहिँ अरू के भन्ने होइन सबजना आउनु भएको होला होइन को आउनु भएको छ कमेन्ट गर्नु है स्पेसल त को आएको छ आज कमेन्ट गर्नु अनि कसैले देखेको नै होइन अब भेट भयो तिमी भनेर कमेन्ट गर्नु है सबजनाले देख्नु भएन नि हेर्नु सालाहरूलाई यस्ता कपडा लाएर आउँछ होइन अनि छोरीहरूको इज्जत लुटो भनेर भन्छन् होइन नाङ्गे हिँडेपछि त इज्जत गइहाल्छ नि बिचरा कपडा छैन भने भन होइन मैले गिफ्ट दिन्छु बिहा साला यस्तो लाएर चाहिँ नहिँड के आज त म फिक्स भनिदिन्छु यार यस्तो लगाउन भन्दा तिमी नाङ्गे हिँड के सिधै नै हो म भनिदिने अरू मलाई मतलब छैन तर यता हेर हाम्रो स्पेसल गेस्ट होइन त्यही नै हो कतिको चाहिँ यस्तो लाएर चाहिँ नहिँड होइन किनकि तिमीहरूले भाग भन्छौ हाम्रो देशमा छोरी चेली ऊ छैन नारीहरू छैन भन्छ होइन यस्तो गरेपछि हेर अब जला पनि अलिकति ऊ हुन्छ नि त यस्तो गर्नेले चाहिँ ऊ भयो भन्नु सो गाइस ओइ नितु यता र तिमीले चिन्यौ कसले चिन्यो यसो कमेन्ट गरौँ चिन्यौ तिमीलाई हामी अहिले अर्गामा छौँ भने यहाँनिर चाहिँ को आउनु भएको छ कमेन्ट गर्नु ल भनिरहेको छु गिफ्ट लिन चाहिँ अहिलेसम्म मलाई केही कसैको म्यासेज आएन 3 जना विनर छन् भने अहिलेसम्म कसैको पनि म्यासेज आएन कि म्यासेज गरौँ न हामी आज साँझ फर्किनु पर्ने हुन्छ अनि फर्केर ओपनिङ ल गिफ्ट ओपनिङ ल हाल्छु कि राम्रो आउँछ कि कस्तो आइफोनमा नि धन्यवाद गिफ्ट पनि मैले बाँडिसकेँ होइन अहिले 2 जना विनर हुनुहुन्छ अनि गिफ्ट लिन चाहिँ अर्को आइहाल्नु होला अर्को आउनु भयो एउटा गिफ्टर टिकटक विनर गिफ्टर पनि मैले दिइसकेँ हो होइन थ्याङ्क यू ल अगाडिको अब 2टा गिफ्ट छ होइन 2टा गिफ्ट लिन थ्याङ्क यू है ल माया छ सबैजनालाई 2टा गिफ्ट लिन चाहिँ आउनु होला मैले नम्बर पनि दिइसकेको छु होइन जताकतै हाम्रो सुरज ब्लग ल यसो ब्लगमा ल सबैलाई मोज गर इन्जोय ल होइन गर्लफ्रेन्ड त प्र्याङ्क हो कि त्यो रियल गर्लफ्रेन्ड छ मेरो अलरेडी छ मैले यतिकै प्र्याङ्क हानिदिएको कि भाइरल हुन्छ अन्त ल गाइस सबै केटाहरू यहाँ छन् त्यही नै हो सबै घर गए त हुन्न यार हामी सन्धिखर्क दुःख पाएर आयौँ होइन तर यहाँ राम्रै भएन तर यति हो कि टिकटक विनरलाई चाहिँ गिफ्ट दिन पाइयो त्यो खुसी लाग्यो होइन अब 2 जना छन् 2 जना छिटो आएर गिफ्ट लिएर जानु होला त्यही नै हो आदिश छ 2-4 शब्द जाओस् न माइजीले ल्याउनु जाने हो माइजू भेट्टा जाने भन्दै यहाँ उकाला दुरा खान यस्ता खाने यार मान्छे के भन्ने गाइस होइन अब माइजू भेट्न लाँदै फाइनली माइजूले देख्यो भने चाहिँ म माइजू फोटो खिचेर राखिदिन्छु कता हो चिनेनन् के ए डरुन त उन ल भन त ल के छ इला त ए पर्सनल हो गिफ्ट लाने भयो फलोवर खेल्नु त दिन्न अब अलरेडी फलोवर मिलाएर आइपुग्यो होइन कस्तो हुन्छ धेरै नै दुःख र मिहिनेत गर्दै लोड्दै गोडा टेक्दै
यहाँसम्म आयो यस्तो भिड गर्नु कसैको गर्लफ्रेन्ड बोयफ्रेन्ड छ हराएको छ भने सम्पर्क गर्नु होला आजको दिनमा यति भेटिन्छ कि यत्रो उकालो खायो ए काजी सर तपाईँले यहाँसम्म आउँदा के कस्तो दुःख भयो यता कहाँ गइन्छ त सन्धिहरको यही त सन्धिहरको ए भगवान सन्धिहरको यहाँबाट उडेर गए हुन्न र अघि है होइन को त्यो माटोको खर्क भने हो यस्तो त बगाल रहेछ नि यार गाइस फाइनली यहाँ ड्रोन उडिरहेको एकचोटि हेर्न सक्नुहुन्छ पुरा 3-4 ड्रोन छन् फाइनली ड्रोन सट ल्याउन चाहिँ यस्तो गरेर हायर गर्नुपर्छ बल तरिकाले उड्यो होइन अब चाहिँ फोटो भिडियो भइसक्यो होइन अब अगाडि के कस्तो हुन्छ हे भगवान अलि राम्रोसँग हिँडेर हुन्न र ल गाइस मैले रेन्डमली भन्दा नि रेन्डमली मान्छेलाई मैले सोध्नेछु होइन मेरो आइडी फलो गर्नु भएको या फेसबुकमा युट्युबमा अनि टिकटकमा कतै आइडी फलो गर्नु भएको भने गिफ्ट पाइन्छ हेलो मिसहरू तपाईँले हामीलाई फलो गर्नुभएको भने हाम्रोसँग गिफ्टहरू छ गर्नु भएको होइन ठिकै छ नि त केही भएन होइन नचिने पनि भाइ 10-12 हजार भ्यू युट्युब च्यानल अनिस लाइफस्टाइल हो अनि धेरै जस्तो टिकटकमा आउँछ कि गिफ्टहरू दिएको त्यही भएर अनिस लाइफस्टाइल 1 2 3 अनिस खनाल हाल्ने पनि आउँछ सो दाइहरू तपाईँले हाम्रो युट्युब च्यानल या टिकटक आइडी फलो गर्नुभएको चिन्नुहुन्न ठिक छ नचिने केही छैन हेलो म्याडमहरू तपाईँले हाम्रो फेसबुक आइडी युट्युब च्यानल सब्सक्राइब गर्नुभएको भने गिफ्ट छ है गर्नु भएको छैन ठिकै छ केही छैन नगरेकै राम्रो जहाँभित्र पनि कसैले अहिलेसम्म मलाई फलो गरेको भेटेन कि कसैले फलो गर्नुभयो भने भन्नु है स्पेसल गिफ्टको व्यवस्था छ हेलो म्याडमहरू तपाईँले हामीलाई फलो गर्नुभएको टिकटकमा गर्नुभएको कहाँ न बुढा गर्नुभएको भने गिफ्टहरू छ कि हामीसँग त्यही भएर जे जस्तो भए पनि माया गर्दैन होला किनकि मैले टिकटक बाँधिरह भने कति कसका गर्लफ्रेन्ड होला नि यति राम्रा माथि आउन माथि फुटा खिच्न होला अर्कामा पनि एउटीलाई नि भेट्न पाइएन भाइ यता भिड हेर्न सक्छ बगाल्ने छैन दुईटा बल मामा भान्जाले भिडियो बनाइराख भने बल छ कि फाइनली गाइस लास्टै भिड छ भिडमा मलाई चिन्नु छ भने हाई हेलो भन्नु न अब तिमीलाई दिन्छु ल मलाई म गर्नु पठाउने हो कि होइन फाइनली देख्नुभयो होला स्पेसल गेस्ट होइन दसैँ तिहारको लागि रमाइलो गर्न आएको म के गरौँ सबैजनाले फलो गरेर टिकटकमा हाल्छ होइन यार आज त बहुत थाकेको छ भोलि बोलाउँ न आज त यतिकै हेर आजलाई त यतिकै हेर ल कहाँ उता राम छैन एकदम हाल्ने त सुरु गर्छ होइन मेकअपको सामान 10 रुपियाँ है अहिले अलिक काली हुनु भयो अलिक गोरी भएर आउनुला मेकअपको सामान 10 रुपियाँ हामी गाइस 3 चोटि भइसक्यो अब लास्टचोटि 4 चोटि हो कि यताउता हिँडिरहेको होइन 50 रुपियाँ फुल लिनु तपाईँको
तपाईँको घरमा बुढासँग यहाँ बाजेसँग झगडा भयो भने त सलाड हुन्छ साथीसँग कति 5 महिनापछि भेट भएको हो जाउँ न साथी 2-4 शब्द मैले हल्का प्र्याङ्क गर्न गइरहेको छु होइन यसो हुन्छ भने मैले जस्तो यत्तिकै नाइ मलाई त्यो केटी चाहियो भनेर यत्तिकै हल्का प्र्याङ्क गरिरहन्छु मलाई त्यो गुडिया चाहियो यतिको गर्नुपर्छ यता डेटिङ बस्छ भने कसको बोयफ्रेन्ड गर्लफ्रेन्ड हो होइन ल ल ठिक छ हाय बोलो हाय मैले हल्का प्र्याङ्क हार्ने कोसिस गर्छु गाइस होइन अब हेरौँ के कस्तो हुन्छ प्र्याङ्क हानेर होइन बट यसभन्दा अझै राम्रो गर्ने भन्छ ओ केशव कहाँ गयो फाइनली गाइस हामी केशवको पास आइयो पञ्च गर ल दुःख जोडले हान्यो हड्डी भए पनि उता रहेछ हेलो गाइस बोलो हेलो बोलो सबैजना हेलो बोलो हामी 3 चोटि यहाँ आउटडोर गऱ्यौँ तर मेरो सब्सक्राइबर र कोही भेटेको छैन बहुत इन्जोय गर्यो किनकि केटाहरू भेट्दैन नि गिफ्ट दिनु भनेको केटाहरू भेट्दैन सो अब नेक्स्ट टाइम अब कहाँको भ्लग आउँछ थाहा छैन होइन त्यही माया गरिदिनु होला म त्यही भन्छु सायद उताको आउँछ होला भोलिदेखि फेरि हाम्रो भ्लग ट्रिप सुरु हुन्छ होइन काजी हिँडेर साथमा चाहिँ भोलि काजी छन् भने भोलि पर्सिबाट एक्लै नै हुन्छु केही छैन एक्लै भए पनि भिडियो बनाउँदै इन्जोय गर्दै गर्छौँ होइन सबैजनाले हाई भनिदिनु है हाम्रो बोला भनिदिनु नै यसो हाई बाई भनिदेऊ न हामी जाँदैछौँ आलम हेर्नु छ यो कहाँसम्म पुगेको थाहा छैन हामीले चाहिँ पहिलोचोटि हो कि यता आयो देखेको अर्कामा नाच्दै नाच्दै जान हुन्थ्यो कर यो चाहियो छिटो दिलाइदिनु जस्ट नगर्नु होला ओ माथि मन्दिर जाने हो है छिटो ल ओके लास्ट हो गाइस अब हामी ओ मान्छे त एक्लै हिँड्दो रहेछन् कर बस्नु पनि भयो भोलिबाट चाहिँ अर्को पुरा राउन्ड हुन्छ होइन तिहारमा सायद राउन्ड थाहा छैन ओ मान्छे त मामाले यहाँ फाइनली टिभी हेर्न बस्यो यहाँ छुट्याएन भने यसो मेरो गर्लफ्रेन्ड हो भन्नु होला है आज नजामको गर नाच्न नपाने इन्जोय यार लाइफ गाइस होइन त्यहाँदेखि कोदौडी आएर पनि अगाडि रहेछन् क्या सो फाइनली यहाँ चाहिँ कुहिरो लगाइसकेछ होइन तर उता देख्नु छ हिमाल देख्नु सकिन्छ ओ मान्छे त एक्लै राष्ट्रिय थाक्यो होइन अब संसार गर्ने भोलि खै मेरो गइ हुन्छ कि थाहा छैन युट्युबर हो अनिस लाइफ स्टाइल 1 2 3
टिकटकमा इसमी अनिस 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 लाइफस्टाइल 1 2 3 सब्सक्राइब गर न ओ मान्छेले त एक्लै खाने मिलाऊ के एउटी आउको सर नाचम गो भैया ल बवाल इन्जोय गरे होइन यिनीलाई चिने होला सायद कसैलाई चिनेको छैन होला यहाँ घर जाँदैछौँ सन्धिखर्क जान्छौँ होइन किनकि हाम्रो तुत्ला बेसी जान्छौँ होइन गाई तुत्रा बेसी गएर हामी इन्जोय गर्छौँ किनकि अब हामी दाउरो माटो ढुङ्गाको इन्जोय के त्यो भोलि हाम्रो प्लान छ काजी म अनि एकजना मेरो साथमा हुनुहुन्छ हामी चाहिँ काजी चाहिँ बुटोलसम्म जान्छौँ होइन 4 नम्बरसम्म जाने बुटोल आफ्ना बोयफ्रेन्डको घर जान्छ नि होइन ठिकै छ बोयफ्रेन्ड बनाएर गर्लफ्रेन्ड बनाएर होइन हामी सिङ्गल मान्छे त कहाँ जाने सिङ्गल मान्छे त घर जाने अब होइन है म हामीले देखाएको म यस्तो सोझो मान्छे मलाई भर्खरै आई लभ यु भने पनि लभ यु टु भनिदिइहाल्छु यति सोझो मान्छे होइन त्यही हो लभ यु टु भनिदिनुलाई कमेन्टमा गएर नआएको कारणले मैले अब रेन्डमली मान्छेलाई दिँदैछु होइन मैले सोध्नेछु मलाई फलो गरेको कि नै होइन फलो गरेछ भने रेन्डमली मैले गिफ्ट दिने कोसिस गर्छु ओए जाम बसन्ती जाम दाइ ल सन्चै हुन्छ ल है कोही रेन्डमली मान्छे भेट्यो भने मैले गिफ्ट दिने भनेको कसैले मलाई फलो गर्नुभएको टिकटकमा गर्नुभएको होइन तपाईँले गर्नुभयो ए भा 3 दिन त मैले गरेँ भन्नु न तिमी को ल मेरो टिकटक आइडीको नाम भन मैले यो दिने भए ल चाहिन्न सोधेर त भन्ने गिफ्ट हो कसले कुरा हो र गेटलाई दिने हो म 10 जनालाई दिइसके
नाम भन्दिन पर्यो फलो गरेको हुनु पर्यो रेन्डमली गिफ्ट चिनिन्यौ एकचोटि फेरि भन त मैले पनि चिन्दिनँ चिन्न त को तिमी को हो ए मैले तिमीलाई मेलामा देखेको थिएँ तिमी मेलामा आइथ्यौ होइन त्यो मोटी मोटी केटी तिमी होइन मसँग मलाई आई लभ यु भन्ने केटी होइन तिमी आई लभ यु भन्थ्यौ आइआइटी ल आइआइटी अलरेडी मेरो गर्लफ्रेन्ड छ ल ओए काजी आऊ न जाउँ लेट भयो कि यसलाई देख्न होला पहिलाको भ्लगमा पनि पुरा त्यो नै होइन पहिलाको भ्लगमा पनि त्यो बाख्रा पार्टीले गरेको थिइन् के यिनीको नाम खै मोटी मोटी के थियो कि यिनीको नाम यार हिँड्दै जाने हो धेरै खर्च गर्ने होइन त्यति हो गाइस होइन अब त्यही नै भन्छु अरू त के भनौँ ए आमा सानीमा एउटाले फुल पार्यो पानीमा अब हामी चाहिँ बाटोमा गएर बस्छ हामीलाई थाहा छैन हामी चाहिँ जाने बेला आधा घन्टा लागेको पनि आउने बेलामा चाहिँ हामी 10 मिनटमा झरेका छौँ गाइस हाम्रो स्पेसल गेस्ट त यिनी फटाफट झरे आयो कि झरे आयो कि तिमी हिजो अस्तिमा हेर्दै हेर्दै हिँड्ने मान्छे आज मलाई बुझ्यो के मैले पनि कस्तो राम्रो हेर न यिनीलाई के भयो भनेर सोधिरहेको छु अहिले त मलाई यस्तो शब्द बोका भनेपछि बोका जस्तो गर्नु परेन होइन गाइस पर्छ नि अब मलाई खसी भने अब गर्दिनँ त्यही मलाई मान्छे भएको गाइस अगाडि जाम लागेको छ तपाईँले देख्न सक्नुहुन्छ यो जामलाई खुलाउने कोसिस गरौँ छिटो हामीलाई जानको लागि लेट भइरहेको छ फेरि छिटो हेर्न सक्नुहुन्छ पुरा जाम लागेको छ ओए किता आइजाऊ आउन चाहिँ हामी त चाँडी हर्नु भइसकेर यार अट्टिन्छ कहाँसम्म हो यो त याम ए गाइस हामी यता कता जङ्गलमा घुसिया यता हेर्न सक्नुहुन्छ बस घुसिया बसमा सबैजना हुनुहुन्छ अर्कासम्म जाम छ है बाबु सन्चै हुन्छ केटाहरू अगाडि छ यत्रो मजाको जाम लाग्छ कि बालेहरूसँग जाममा त्यही हो केटा हो मैले गिफ्ट दिने भनेको केटा दुईजना रहन मलाई बाल छैन किनकि मैले दिने भनेर ल्याएको थिएँ अब मान्छे नआएपछि मेरो आवाज कस्तो छ भाइ जानुहोस् सर हजुरलाई बाटो खाली छ हजुरले हामी सलाम सक्छौँ हेलो आन्टी सन्ध्या दिनको टाइम लाग्छ अब हामी यहाँ जाम छ कि त्यहाँबाट गाइस हिँड्दै हिँडेर सन्ध्याको ताल पुगिन्छ हेलो अर्का के हाल छ सन्ध्या हजुरलाई हजुर के जानु नि हौ
गर्दै हुनुहुने अर्का खाँची जान कति टाइम लाग्छ भनिदिनु न खोर कहाँ हो तपाईँको ए पिठानी के हो ए मेरो घर कुरा गर्ने मैले गतिलरी कुरा हेलो घर कहाँ हो तपाईँको ओ माय गॉड पछाडि भन्दा त अगाडि त जान अगाडि जाम लेखाएको आई लभ यु त भनिदिनु कहाँ हालेको नहाल्नु ए भाइ नि मुटी खाइ आइछु मुटीले त पाफेनले देखाइछ म खसियो कि आदि कृपया I love you love you भन यस्तोहरू होइन के ब्रेक लाउने अलि राम्ररी लाउनु न कस्तो राम्ररी नहेप्नु न मेरो आवाज यस्तो हो कि यिनी मोटीहरूलाई त मेरो पहिलाको बडा पिँडै लाग्दैन ए यस्तो चाहिँ नगरौँ ओए कहाँ गयो इको भयो लिएर त के सुनाउँदै बस्दो रे आई लभ यु त भनिदिउ न कस्तो र लभ यु टु है मलाई त केटीले चाहिँ कल पनि गरेन केटाले गरे हजुर भन्नु न हामी त बोलेको रहेन कि युट्युबर हो हाम्रो पनि समय छ बुझ्नु न पनि मलाई छोडेर सपनाले खान भुल्दिने अहिले भुल्दिने सपना यस्तो त गर्नु भएन गर तिमीले खाना फुल्दियो आज भुल्दियो मेरो माउथु टुटो हेलो गाइस मलाई हेल्प स्वागत के गरिदिनु भयो तपाईले हेलो एक्सक्युज मी हजुरको घर कहाँ होला डराउनु भयो किन छैन डराउनु त म मान्छे नै हो पुलिस गई बवाल गाइस हाम्रो रमाइलो गर्दै जाने ए बस कहाँ गयो र सो गाइस हामी सन्धिहारका पुग्न पनि एयरपोर्टको साइडमा आइपुग्यौँ अब सन्धिहारका पुग्न चाहिँ आधा घन्टा लाग्छ हामीलाई होइन अब मैले चाहिँ हल्का प्र्याङ्क गर्दै आएको छु त्यसमा चाहिँ माइन्ड नगर्नु होला किनकि म फर्स्टचोटि चाहिँ मैले यस्तो ट्यालेन्ट देखेँ कि म माथि आफै कस्तो राम्रो है तपाईहरु त हेलो यो यतिको गर्ने भयो भने चाहिँ मैले हल्का केही न केही गर्छु जस्तो लाग्छ होइन जस्ट अब हामी सन्धिहारको जानुपर्छ रेडी हुनुपर्छ किनकि भोलि हामी अन्त जाने प्लान गरेर मेरो साथमा चाहिँ काजी आदि त्यो सबैलाई माया छ होइन किनकि हामीले
हामीले चाहिँ 4-5 दिन सधैँ बसेर रमाइलो इन्जोय गऱ्यौँ त्यही भनिरहेको छु। तेरो बाबा खबर राम्रो सुन्नु ल। बवाल हो गाइस। अब शनिबार जान्छौँ, शनिबार गएर खाना बनाउँछौँ। सो गाइस मेरोको भिडियोको विनर के छ भन्छ नि। सो गाइस यिनीले चाहिँ टिकटकमा एउटा कमेन्ट गरेको थिएँ अनि टिकटकको विनर भयो। के भन्न चाहन्छौ हल्का गाई साँचो बोल्नु रहेछ अनि गिफ्ट पनि दिनु रहेछ अनि राम्रो राम्रो कमेन्ट गरिदिनु होला यति भन्न चाहन्छु। मैले स्पेसल यहाँ सन्ध्याहरूकोमा रुममा छु होइन, किनकि म भोलि अन्त जानु लाग्यो तिमीहरूको लागि म यहाँ रुकेँ हो। किनकि म अर्को गएको तिमीलाई फोन हालेको थिएँ, तिमीले मेरो फोन रिसिभ गरेनौ होइन। ठिकै छ, एउटा अर्को सर्ट